टिममा ल यहाँ दुईजना छ यहाँनिर दुईजना छ फुपू यहाँ हेर्नु आउनु ल भित्र हेर्नु आफै के भन्नुहुन्छ यो विषयमा चाहिँ तपाईँ अब आफै म झ्यालबाट ढोका खोल्दिउँ लु खोल उता यो पक्र त होइन यहाँ को मान्छे चाहिँ छ यो अलिकति नराम्रै हुन्छ गाउँघरमा यस्तो हुँदैन गाउँघरमा यस्तो हुँदैन नराम्रो भनेको कहाँ हुन्छ होइन नराम्रो भनेको कहाँ हिँडेको हुन्छ राति राति तेरी मासु उता ले ले दाउरा होइन ले 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 भनेको त के बनाएको भन ओइ यसरी मासु सिक्ने राम तेरा दिदीहरुको पनि अलिक विचार गरेर बस बुझी के मेरो दिदीहरुको तेरा दिदीहरुको पनि विचार यतिको त अधिकार मलाई पनि लाग्छ के हिर्का नै ल फुपूलाई हात नहाल्नु फुपूलाई हात नहाल्नु फुपूलाई हात नहाल्नु भन्दैछु गल्ती गर्ने पनि फुपूलाई हात हाल्ने पनि यो त भएन नि त यो त भएन नि त यो त भएन नि त मैले भनेको छु नि मैले भनेको छु नि मैले भनेको छु नि के गर्न यस्तो बस के गर्न राजन तल अस्ति मैले सम्मान त दिएको थिएँ के गर्न यहाँ के गर्न मैले बोलाएको यो चाहिँ भन्नु न के हो यो चाहिँ के हो तपाईँ विवाहित मान्छे होइन विवाहित मान्छे हो कि होइन तपाईँ मेरो साथी के गर्छ साथी अनि साथी यसरी राति भेट्छ त तपाईँ बिहे गर्नुभएको मान्छे सुन्नु यहाँ सुन्नु यहाँ सुन्नु तपाईँ विवाहित मान्छे त्यो पनि उहाँनिर भन्नुहुन्छ माउलोमा बसेको छु भनेर अनि हामीलाई नराम्रो हुन्छ कि हुँदैन गाउँमा भोलि कहाँ बस्यो भन्दाखेरि माउलोमा बसेको छु अनि कहाँ कसलाई नराम्रो हुन्छ एक हामीलाई नराम्रो हुन्छ हो फेरि भन्दैछु मलाई त सक्नुहुन्न ल फेरि मलाई त सक्नुहुन्न फेरि राम्रो हुँदैन नि फेरि राम्रो हुँदैन यो चाहिँ नाना राम्रो हुँदैन यो चाहिँ के हो त यो चाहिँ के हो अलिकति जानु के फुपू हो मेरो अधिकार लाग्छ यतिको खोजी गर्नु म लाग्छ क्या यतिको पक्रिनु खोजी गर्नु मैले पनि पाउँछु मेरो फुपू हो मेरो फुपू हो यहाँ आएर यो छोड्दै त कङ्कलले गुड्दै त्यसपछि म कुरा गर्छु फुपूलाई हात माथिबाट जहिले बसेको छु माउला भन्दै तल नराम्रो हुन्छ चाहिँ कसलाई नराम्रो हुन्छ चाहिँ कसलाई नराम्रो हुन्छ चाहिँ कसलाई यो दिदीहरूको तरिका यो दिदीहरूको तरिका विवाहित मान्छे होइन तपाईँ छोराछोरी त्यहाँ उ छ भान्जा भान्जी छ के हो त्यो बिजक हुँदैन भान्जा भान्जीको अलिकति दिमागमा आउँदैन भान्जा भान्जीहरू के गर्ने भान्जा भान्जी चाहिँ के गर्ने हो सुरज भेन्दालाई बोलाउँ अहिले बोलाउने हो यो जाने भाइ चुपचापी जानु होइन चुपचापी जानु यो यसरी तमासा देखाउने होइन गाउँ बिग्रिन्छ गाउँ भोलि गएर गाउँ बिग्रिन्छ विचार गर्नु भन्दा पनि मैले यो अगाडिदेखि गर्दै विचार मैले किन गरेको भने एक फुपूलाई कुटेको भएर पनि हो क्या एक फुपूलाई कुटेको भएर हो यहाँ सुन्नु एक फुपूलाई कुटेको भएर दोस्रो कुरा भनेको माउलोमा बस्यो भनेर भोलि को नराम्रो हुन्छ भोलि को नराम्रो हुन्छ भोलि को नराम्रो हुन्छ एक फुपूलाई भोलि नराम्रो को हुन्छ मैले अस्ति अब त्यति गरेँ नाना भनेर होइन अब एकचोटि फुपूलाई छोएको मात्र होस् म फेरि कस्तो हुन्छ म फेरि थाहा छैन मेरो फुपूलाई छोएको मात्र होस् आमा छोडिदिँदा हुन्छ यस्तो आमा मान्ने भए छोराछोरी मान्ने भए यसरी गरिन्थ्यो बिहे गरेको मान्छे यस्तो गरिन्थ्यो
यस्तो गरिन्थ्यो गरौँ कि राख्नु तँलाई के भयो त अलिकति लाज हुन्छ हौ लाज हुन्छ लाज हुँदैन अलिकति मेरो हातको लाज भन्ने छैन कि राख्नु म पहिला जाउँ त हेर्नुहोस् जानु के त के आमा भनेर जानु के त निस्की ल छोएको मात्र होस् त छोएको मात्र होस् त छोएको मात्र होस् त छोएको मात्रै होस् त नराम्रो फुपूलाई यहाँ छुएको मात्र होस् त अब मैले जानेछु फुपूलाई एकचोटि छोएको मात्र होस् त फुपूलाई छोएको मात्र होस् त मैले जानेछु मैले जानेछु गल्ती कसको छ अहिले फेरि दिन्छ है म त नाना साना दिन्छु पहिला गएको छैन दिने झ्याम पटाइ दिन्छु नि म त फेरि छोड्देऊ दाहिने हात लाँदाखेरि बनाइन्छ नि अहिले म फेरि दिन्छु म त दाहिने नाना जान मलाई बनाउँछ जीवन दाइलाई बनाऊ अस्ति भेटाएको थियो पुल घेर्नु होइन गोठामा भेट्ने काम के छ तिमीहरू जतिको त डाँडामा को हुन्छ फुटाएर हिँड्छु म यसै नराम्रो उसै नराम्रो म गरेर हिँड्छु म मेरो पाप पठारमा मेरो अधिकार हो कुनै मुजिकार होइन कुनै मुजिले केही गर्न सक्दैन बिहे गरेर गएर पनि मेरो जति अधिकार छ यो घरमा बिहे गरेर गएको के हैन तिमीहरूको अधिकार हो तिमीहरू बाटो भरासो त मेरो छोराछोरी मेरो हातमा कुराको हो छोराछोरी छ कि छैन अनुसन्धान नगर भेट्ला छोराछोरी छ कि छैन अहिले भेट्ला छोराछोरी छ कि छैन के गर्छस् त तैले पालुक छ अनि बिहे गरेर अरे अरे बिहे गरेर जाने बेला बिहे गरेर जाने बेला सोधेर गएको थियो फुपूलाई सोधेर गएको थियो अहिले यो के हो तरिका यो के हो तरिका अहिले के हो यो तरिका यो के हो तरिका चाहिँ के हो के हो तरिका चाहिँ के हो फेरि मैले हात हाल्यो भन्दाखेरि नराम्रो हुन्छ नि फेरि मैले हात हाल्यो भने नराम्रो हुन्छ फेरि मान्छे के भयो तपाईँ अब ठुलो मान्छे भएर होस् सकेको छैन दिमाग सकेको छैन कसलाई थर्काएको डाँडाबाट हो त नबरस नि भन्दैछु तपाईँ नाना हो मैले यो मान्छेको कस्तो साथी साथीसँग यसरी को सुतिन्छ साथीसँग यसरी सुतिन्छ आफ्नै गाउँको भनेर मैले इज्जत गरिरहेको छु हुन त म कोही पनि पर्दिनँ लु तिमीहरू थाहा छ कोही पनि पर्दिनँ आफ्नो गाउँको नाक नकाटियोस् के गर्नुपर्ने ठुलो कुरा गर्ने होइन भन्दैछु नाना एकचोटि छु हेर्नु सुन्नु भोलि नराम्रो हुने तपाईँहरू हो जाने भए गइहाल्यो यस्तो तमासा देखेर पर्दैन क्या गाउँमा नराम्रो जाँदा ऊ झोली टुङ्गी बोकेर जाँदा पनि हुन्छ क्या अधिकार तेरो अधिकार यो बाठा नि आदिसकोमा मोबाइल अहिले तिम्रो घरबार जान्छ नि यो फोनले घरबार म एकैछिनमा फुटाएर तार पुरा पारेर तिर्छु हौ घरबार हैन बाठा भएर फोटो खिचिन्छ तिम्रो घरबार गएन छ भने यो फोन फुटाएर फोटो गरिन्छ बाठा त भागले त घरबाट बाहिर पर्ने छ
फुटाएर चार ऊ गरिदिन्छु म फेरि म फुटाउ न काहीँ नभएको के हो र निस्की यहाँ गएर निस्की अहिले म फेरि मान्छे दाइ बोलाउँछु तेरो दाजुभाइले रन्डी कमान दाजुभाइले किन चलाइरहेको छ पैसँग अटिन सही